दाई सुपर कार ल्याम्बोर्गिनी दाई हजुर त आर्मरको ब्रान्ड एम्बेसडर नै हुनुहुन्छ क्या पुरै आर्मर बाबा त पछि के हो नि दाई यो त पुरै म त मेडिकलमा जस्तो छ त्यहाँ त औषधि हो नि आरजिबी गेमिङ यो त खतरा त दाई यो किबोर्ड होलसेलमा हो भाइ यो किबोर्ड र माउस सो हेलो गाइज म चाहिँ आज दाईको पसलमा आइसकेको छु दाईको चाहिँ हाम्रो त्यहाँ दाई हुनुहुन्छ देखिराख्नु भयो होला अनि दाईको चाहिँ इलेक्ट्रोनिकको सामान चाहिँ यताउति होलसेल पसल गर्नुभएको छ होइन पोखरामा छ पसल चाहिँ आज दाईलाई चाहिँ धेरै पछि भेट्न आइयो होइन हेर मैले दाई के हेर्दै हुनुहुन्छ ओहो दाई त के हो पुरै दाई के हो त्यो टाउको पुरै हेडफोन ओहो गेम खेल्दै हुनुहुन्छ क्या हो एकदमै यहाँ गेम चलिरहेको छ मेरो भाइ दाई ओहो गेम खेल्दै हो आरजिबी गेमिङ यो त खतरा त दाई यो किबोर्ड होलसेलमा हो भाइ यो किबोर्ड र माउस यो हेडसेट एक कम्बोमा रहेको छ एकदमै होलसेल प्राइसमा पाउन सक्नुहुन्छ हजुरले दाई अनि अरू के छ त नि पसलमा पुरै खतरा किबोर्ड ल्याउनु भएको रहेछ त होलसेलमा दिनुहुन्छ नि होइन मिलाएर एकदमै होलसेल मात्र हैन यो त खतरा भोल्युम बटन पनि छ क्या यसमा त्यो घुमाउने पनि रहेछ है यो भोल्युम साउन्डहरु यहाँबाट घटाउन बढाउन सक्नुहुन्छ हजुरले भने चाहिँ यो देख्न सक्नुहुन्छ यो किबोर्डमा पनि कस्तो खतरा रहेछ त किबोर्ड के रे माउस डिपिआई बाप रे यो त गेमिङ माउस पो हो त है खतरा रहेछ त हजुर दाइ अनि अरू के राख्नु भएको छ त नि ओहो कार पनि रहेछ है घरमा सानसानो भाइ बहिनी छ भने यो कार लाउँदैनस् रिमोट कन्ट्रोल हो दाइ यो कार रिमोट कन्ट्रोल त हैन हजुर यो पीसी गेमिङ सेटअपको लागि चाहिँ एउटा ब्लुटुथबाट स्पिकर ए यो आफ्नो सेटअपलाई एस्थेटिक देखाउनको लागि हैन यो स्पिकर बज्नेवाला कार हो भनेपछि खतरा रहेछ त खै दाइ हेरौँ न दाइ खोलेर हेरौँ न खोलेर ओ दाइ सुपर कार ल्याम्बोर्गिनी दाइ अनि यिनी पछाडिका चाहिँ के हुन् नि दाइ के छ नयाँ नयाँ पसलमा यसो देखाउनु न ब्याट्रीहरु देखाउनुहुन्छ यो सीबीआर को ब्याट्रीहरु त्यसैले सीबीआर को क्लास देख्न सक्नुहुन्छ त्यसैले डाटा केबलहरु पनि पाउनुहुन्छ उता घडीहरु पनि रहेछ है यो त जिसक घडी हो क्या घडीहरु यो ओरिजिनलमा यो तपाईलाई होलसेलमा पसले साथीहरु तथा तपाईका साथीहरु पनि आउँछन् भने यो होलसेलमा हामीले घडीहरु पनि सप्लाई गर्ने गर्छौं है ओहो दाइ यता घडीहरु रहेछ यिनी डब्बा डब्बी चाहिँ के हो नि दाइ यो त पुरै म त मेडिकलमा जस्तो छ त्यहाँ त औषधि हो नि ए मेरो भाइ मेडिकल धेरै मेडिकल भन्छ मेडिकल चाहिँ हैन भाइ यो तपाईको यो एलसीडीहरु कहिले काहीँ मोबाइल झार्नुहुन्छ एलसीडीहरु फुट छ हो त्यस्तो हामीले चाहिँ होलसेल दाइ एलसीडी भनेको चाहिँ के हो नि मैले त फर्स्ट टाइम सुने एलसीडी भनेको यो मोबाइलको के यो डिस्प्ले भन्छ ए डिस्प्ले हो दाइ डिस्प्ले भन्नु न म बुझ्दिन के म तपाईले कहिले काहीँ अब यताउता झारेर यो हाउसिङहरु हुन्छ नि दाइ झारिहाल्नु भयो हजुरले यो ओरिजिनलमा हो यो कपीमा हैन हजुर यो ओरिजिनलमा यसरी चाहिँ फुट्दैन यो ए दाइ यो हाउसिङ भनेको कस्तो यो मोबाइलको पछाडिको रहेछ है हो मोबाइलको पछाडिको यो ब्याक प्यानलहरु हुन्छ नि हजुर ब्याक प्यानलहरु दाइ यो त हाउसिङ हो कि खै दाइ एकचोटि समातम न यसो म देखाउँछु दाइ यो त फोनै हैन र अगाडि डिस्प्ले हालिस त चलेको त यो बोर्डहरु हुन्छ यो हाउसिङ मात्र यो फुल हाउसिङ भन्छ है यसलाई चाहिँ फुल हाउसिङ भन्छ ए यो भनेपछि बोर्ड चाहियो यस्तो डिस्प्ले छँदैछ के हामीसँग नयाँ मोबाइल बनाउनु मिल्छ दाइ नयाँ बिजनेस अन्त सकिन्छ हजुर अझै बोर्डहरु चाहिँ नेपालमा इजिली नपाइने भएको भएर चाहिँ दाइ न त हामी त मोबाइल बनाएर त एकछिनमा त लैहाल्थ्यो दाइ सबै अनि उनी चाहिँ के हो नि उ त्यो सीसीटीभी क्यामेरा हैन दाइ हो हाम्रोमा क्यामेराहरुमा यी तपाईको घरको सेक्युरिटीको लागि चाहिँ सीसी क्यामेरा राख्न चाहनुहुन्छ भने हामीले सीसी क्यामेरा पनि इन्स्टल गर्ने व्यवस्था गरेका छौं दाइ सीसीटीभी क्यामेरा उतै युज गर्नु भएन यस्तै हो हजुर हजुर सीसीटीभी क्यामेराको बारेमा नि अलिअलि भनिदिनुस् न तपाईले देख्न सक्नुहुन्छ यसको क्वालिटी है यसको क्वालिटी क्यामेराको दाइ क्वालिटी कतिसम्म जान्छ नि उयो दाइ खतरा क्वालिटी यो हाम्रो अर्को ब्रान्चमा रहेको छ डेभिसल ब्रान्चमा जुन त्यहाँ भाइहरूले के गरिराख्नु भएको छ यसरी रोटेट पनि गर्न सक्नुहुन्छ हजुरले यो क्यामेरालाई हजुर यसरी अब मेरो भाइहरूले डेभिसनलाई के गरिराख्नु भएको छ भनेर मैले एउटा वाच गरिरहेको हुन्छु ओहो सरी यो दाइ यो त क्वालिटी पनि खतरा रहेछ त राम्रो बोल्न पनि मिल्छ दाइ उताको आवाज सुनिन्छ साउन्ड विथ साउन्ड हो तपाईले देख्न सक्नुहुन्छ मैले अब मेरो भाइलाई बोलाउँछु हजुर यो साउन्ड बक्समा यसरी एड गर्नुस् यसरी एड गर्नु भने चाहिँ देख्न सक्नुहुन्छ मैले मेरो भाइलाई बोलाएपछि त्यसलाई हेर्नु नै छ भाइले हेरिसक्नु भयो ओहो दाइ खै हेर्नुभयो हेर्नु भयो हाम्रो भाइले डेभिसबाट ओ दाइ के गर्दै हुनुहुन्छ हेलो दाइ हेलो ठिक छ ल अब सुनिने रहेछ त खतरा रहेछ त है यदि तपाईले यस्तो किसिमका क्यामेराहरु
होलसेलमा चाहियो भने चाहिँ त्यो त भइहाल्छ दाइ, मेरै दाइ भनेर म यहाँ मिलाएर दिनुहुन्छ भनेर मात्रै लिएर छु न त। यस्तो किसिमका र अर्को छ हाम्रो यो डाटा केबल है, आर्मरको डाटा केबल लगायत यो ओटिजी केबलहरू। दाइ यो आर्मर कम्पनी त मैले सुनिरहेको, यो खतरा कम्पनी हो गरे हो कम्पनी एकदमै 6 मन्थ वारेन्टी, रिप्लेस वारेन्टी हुन्छ यसमा। दाइ हजुरको यो होलसेल नै हो नि होइन आर्मरमा पनि? होलसेल मात्र होइन, एकदमै होलसेल भनेर सम्झौँ न हामी। एकदमै होलसेल, जस्तै मेरो साथीहरू आयो नि मिलाएर दिनुहुन्छ होइन, बाहिर 1000-1500 जड्नै भन्यो भने मिलाएर राम्रै दिनुहुन्छ हजुरले। यसमा कस्तो हुन्छ नि वारेन्टी स्वारेन्टी यो आर्मरकोमा? 6 मन्थ वारेन्टी रहेको सामान रहेको छ, 6 मन्थ वारेन्टी। अनि आर्मरमा के राख्नु भएको छ त्यो पनि भनिदिनु। आर्मरमा के राख्नु भएको छ देखाउनु न। वाचको आइटमहरू छ, डाटा केबलहरू, चार्जरहरू, तपाईँले यो देख्न सक्नुहुन्छ स्मार्ट वाचहरू है। दाइ त्यो वाचहरू चाहिँ कस्तो, त्यो सुईवाला वाच हो कि के हो, स्मार्ट वाच हो? स्मार्ट वाच भनेको मोबाइलमा कनेक्ट गरेर तपाईँले मोबाइलबाट अब कसको फोन आयो के आयो सबै मोबाइलबाटै वाच गर्न सक्नुहुन्छ। ए त्यो मोबाइलको कनेक्ट गरेर सब वाचमै हेर्न पाइयो, स्मार्ट वाच भन्छ होइन दाइहरूलाई, मिलाएर दिने भयो पनि। अनि अरू के छन्, पावर ब्याङ्कहरू, चार्जर, एडाप्टरहरू? पावर ब्याङ्कहरू देख्न सक्नुहुन्छ हजुरले, 10,000 mAh देखि 50,000 mAh सम्मको पावर ब्याङ्क देख्न सक्नुहुन्छ। यस्ता किसिमका पावर ब्याङ्कहरू चाहियो भने पनि हामीले होलसेलमा उपलब्ध गराउँछ, अथवा तपाईँ यहाँ पसल भिजिट गर्न सक्नुहुन्न, तपाईँलाई होम डेलिभरी गरिदिनु पर्यो भने चाहिँ होल नेपाल हामीले होम डेलिभरीको व्यवस्था पनि गरेका छौँ। ए भनेपछि होम डेलिभरी नै हुन्छ है दाइ? यो आर्मरको भने चाहिँ प्रायः सबैमा चाहिँ वारेन्टी ग्यारेन्टी सबै हुन्छ होइन? आर्मरको आइटममा सबै वारेन्टी ग्यारेन्टी सबै रहेको छ। दाइ अनि अरू के छ त नि यहाँको स्पेसल के राख्नु भएको छ अरू हेरौँ? स्पेसल भन्नाले स्पेसल त हामी मोबाइलको डिस्प्ले र अथवा मोबाइल पार्ट्स र ल्यापटपको पार्ट्स हो स्पेसल भन्नुपर्छ। अब यिनी पार्ट्सहरू त अब प्रायः मोबाइल पसलको उहरू साथीहरू यताउतिले सरहरूले लिनु नै भयो होइन? अब जस्तै अब म जस्तो, अब म त अब ग्राहकै भनौँ न, मसँग त मोबाइल पसल त छैन, मलाई त्यस्तो त आउन्न होइन। मैले चाहिँ अब अट्र्याक्टिभ लाग्ने क्या, मैले हेर्न साथ कुन चाहिँ अट्र्याक्टिभ मलाई चाहिने यस्तो सामानहरू चाहिँ के छ नि? तपाईँलाई यस्तै गेमिङ पिसीहरू जुन कम्बो सेटमा रहेको छ, यस्ता किबोर्डहरू, माउसहरू र तपाईँले अर्को देख्न सक्नुहुन्छ यो कुलरहरू है। यस्तो जुन कुलरमा पनि विभिन्न टाइप्सहरू रहेको छ, हाम्रो 3टा मोडलमा रहेको छ कुलरहरू। र यसरी बेसिकली किबोर्डहरू के नर्मल किबोर्डहरू र इयरफोनहरू र यसरी नै हजुरले ल्यापटप चलाउनुहुन्छ, ल्यापटपको एलसिडीहरू फुट्यो भने यस्तो किसिमका ओरिजिनल आइपिएस वाला डिस्प्लेहरू। हजुर यो ल्यापटपको डिस्प्लेहरू भए, ल्यापटपको यदि डिस्प्ले फुट्यो भने चाहिँ म चाहिँ सिद्धार्थ मोबाइल दौडिँदै आउनु पर्यो। हजुर अनि त्यसपछि यसरी क्विक चार्जर, ड्युल चार्जर हुन्छ नि हजुर, सिबिआरको ड्युल चार्जर। ड्युल भन्नाले चाहिँ फास्ट चार्जर के एकदमै। ए ड्युल भनेको चाहिँ फास्ट भन्ने, फास्ट चार्जर भनेपछि कति वाटको हो नि दाइ? यो 35 वाटको, यो टाइप माइक्रो र टाइप सी दुईटैमा रहेको छ। हजुर यो 35 वाटको दाइ। यो जस्तै अब बाहिर त पसलहरूमा कपी यताउति त्यस्तो बेच्छ नि ओरिजिनल भनेर, 2 दिनमा बिग्रिन्छ नि, यो चाहिँ कस्तो हो नि? यसको बारेमा नि अलिक भनिदिनु न। के भने रिप्लेसको व्यवस्था छ हजुर भाइ, एकदमै रिप्लेस हुने छ यसको चाहिँ। यसको पनि भने चाहिँ वारेन्टी हुन्छ, ओरिजिनलै चार्जर हो यो? प्रत्येक आइटममा वारेन्टी हुनेछ। ए यो भने चाहिँ तार र टाउको दुइटै हुन्छ हेर्नु? हजुर हजुर। अर्को आइटम देखाउन गएको छु म चाहिँ, यो जुन हजुरले इनड्राइभ गर्नुहुन्छ हजुरलाई राम्रो यो बाइक होल्डरहरू पाउनु भएको छैन अनि यो पनि हामीले बाइक होल्डरहरू पनि लिएर आइसकेका छौँ। बाइक होल्डर भन्नाले मतलब मोबाइलहरू राख्ने मोबाइल हो यो, देख्न सक्नुहुन्छ। म एउटा निकालेर देखाएँ तपाईँलाई, यस्तो किसिमको रहेको हुन्छ जसमा हामीले चाहिँ बाइकको ह्यान्डलमा राखेर यस्तो हुन्छ। तपाईँको यो निकाल्ने यस्तो हुन्छ, देख्नुहुन्छ यो यहाँ च्यापेर बाइकको ह्यान्डलमा च्यापेर मोबाइल राखेर हजुरले चलाउन सक्नुहुन्छ। ए भनेपछि यो मोबाइल पठाउ गर्ने यताउति उहरूलाई दाजुभाइ सरहरूलाई सजिलो हुने भयो त्यो गरेर। ओरिजिनल होल्डरहरू पाउनु भएको छैन हजुर हामीले यो दाइ। अनि म त अब टिकटक बनाउने सोचिरहेको थिएँ होइन, म आएको चाहिँ उद्देश्य अब रिङ लाइट यताउति पाइन्छ कि भनेर लिन आएको। रिङ लाइट छ कि नै? आरजिबीमा पनि रहेको छ, नन आरजिबीमा पनि रहेको छ। तपाईँलाई रिङ लाइट चाहियो? आरजिबी भनेको चाहिँ कस्तो, 17 रङ्गी बत्ती बल्ने? कलरहरू चेन्ज गर्न मिल्छ नि। हजुर हजुर अठाएपछि कलरहरू चेन्ज गर्न। अनि यो नर्मलमा र आरजिबीमा के डिफरेन्स छ नि? यस्तो छ, धेरै प्राइसको धेरै डिफरेन्स छैन। आरजिबी भने हजुरको इच्छा अनुसार कलर चेन्ज गर्न पाउनु, नर्मल भनेको व्हाइट मात्रै बल्छ। व्हाइट मात्रैमा पनि अब व्हाइट मात्रै बल्छ कि अरू लाइट पनि बल्छ? व्हाइट मात्रै बल्छ हजुर। त्यसलाई अब नाइट टाइपको स्मुथ लाइटहरू पनि बनाउनु मिल्यो त्यसमा चाहिँ? हजुर हजुर। ए मलाई अब हुन त अब आरजिबी लगाएर मैले के गर्ने हो होइन, मलाई त्यस्तै एउटा चाहिँ प्याक गरिदिनु है। अनि दाइ जस्तै अब मेरो यो मोबाइलको चाहिँ अलि हुन्छ नि ब्याट्री टिक्दैन क्या,
अब आइफोनको अब त्यो भइगयो क्या ब्याट्री हेल्थ पनि 76 पुगेछ के गर्ने होला यदि तपाईँको मोबाइलको ब्याट्री 70% भन्दा मुनि झरेको छ 70% त्यहाँ पर्सेन्ट देखाउँछ सिटीमा गएर पर्सेन्टेजमा हेर्नु होला ब्याट्रीमा गएर यदि त्यस्तो छ भने तपाईँलाई 1 इयर वारेन्टी भएको सिबिआरको ओरिजिनल ब्याट्री हामीले 15 मिनेटमा चेन्ज गर्न दिनेछौँ 1 इयर वारेन्टी सहित है। अनि यो कस्तो वारेन्टी चाहिँ केमा हुन्छ नि मतलब के हुन भयो के हुन भएन यो यस्तो खुल्यो भने र लङ टाइम चार्ज टिकेन आइफोनमा नर्मली हुँदा अरू एन्ड्रोइडमा त चार्ज थोरै नै टिक्ने हुन्छ तर हामीले यदि भन्दा कम चार्ज टिक्यो भने हामीले चाहिँ वारेन्टी दिनेछौँ र खुल्यो भने विशेष गरेर फुल्ने चार्ज हुन्छ ए फुल्यो भने मतलब मेरो ब्याट्री फुल्यो अथवा चार्ज टिकेन भने आज सिधै अर्को हालिदिनुहुन्छ पठाइदिनुहुन्छ केही समस्या भएन ओहो दाइ हजुरले यति धेरै सेवा गरिराख्नु भएको रहेछ यति राम्रो राम्रो सामानहरू दिनुभएको रहेछ यति राम्रो ट्रस्टेबल दिनुभएको रहेछ अझै अरू के छ नि ओहो यतातिर त है अरू पनि टन्नै आइटम छ हामीसँग दाइ ऊ त्यो माथिको त त्यो एक्सट्रिमको के स्पिकर होइन र त्यो त हो एक्सट्रिम कतिमा मतलब मिलाएर दिनुहुन्छ होला नि त्यो पनि होइन मिला यसरी हो नर्मली हजुरलाई भन्नुपर्दा मार्केटमा अब मैले प्राइस नै भन्ने हो साथीहरू रिसाउनुहुन्छ प्राइस भन्न मिल्दैन यदि तपाईँलाई चाहिन्छ भने इनबक्स गर्न सक्नुहुन्छ है र यो एक्सट्रिममा एकदम हेभीमा रहेको छ तपाईँले जति एक्सपेक्ट गर्नुभएको छ नि त्योभन्दा धेरै सस्तोमा पाउनुहुनेछ है यो दाइ यो त एक्सट्रिमको ओरिजिनलै हो है ऊ त एक्सट्रिममै बट्टै रहेछ ठुलै छ है यो त यो त अब यो त कि मैले लैजानुपर्छ अब लगेर घरमा बजाएर राति हनुमान चालिसा बजाएर सबलाई उठाएर एकचोटि भिडियो बनाउनु पर्ला मिल्छ होइन होलसेलमा अब त्यो एकदमै मिल्छ एकदम हजुर अनि यिनी चाहिँ के हो नि सानसानो यिनी औषधि जस्ता खान के रहेछन् हजुर हजुर यिनी चाहिँ टेम्पर ग्लासहरू है तपाईँले यदि टेम्पर ग्लासहरू पनि होलसेलमा चाहिन्छ भने प्राइभेसी नन प्राइभेसी कस्तोमा होलसेलमा भने चाहिँ कस्तो मतलब पसलहरू भएको यताउतिहरूलाई हजुर र अब हजुरका साथीहरू भनौँ न हजुर नराम्रो व्यक्तिहरूलाई पनि एकदम अनि त्यो होलसेलमा दिनु नि भयो त्यो माथिको त्यो निलाहरू चाहिँ के हो नि त्यो निलो के छ नि तपाईँले ल्यापटप चलाउनुहुन्छ ल्यापटपको चार्जरहरू बिग्रै गर्छ भने विथ वारेन्टी सहितका हजुर चार्जरहरू चाहिन्छ भने तपाईँले सोध्नुहुन्छ यो चार्जर भनेपछि कस्तो पछाडिको टाउको सहित आउँछ होइन हजुर यो तपाईँलाई देखाउन म चाहन्छु यो विभिन्न मोडल अनुसार हुन्छ यसरी आउँछ है तपाईँको पुच्छर चाहिँ हजुरले छुट्टै लैजानु पर्ने हुन्छ यदि तपाईँलाई चाहिन्छ भने मैले चाहिँ पुच्छर पनि एड गरेर चाहिँ दिन्छु है हजुर पुच्छर सहित भनेपछि एडाप्टर सहित पाइने भयो त्यो मात्रै बिग्रेछ भने चाहिँ त्यो पनि लिन पाइयो होइन म दिइहाल्छु नि मलाई मेरो साथीहरूलाई पनि मलाई मात्र भएन नि फेरि सबैलाई दिनुहुन्छ नि होइन अनि यो चाहिँ के हो नि टर्च लाइट हो क्या है यो टेम्पर ग्लास भन्नु हो नि यहाँनिरको यो टर्च लाइट हो यो टर्च लाइट होइन साथी यो कार चार्जर भन्छ है यसलाई कार चार्जर भन्छ मतलब इलेक्ट्रिक कार चार्जर जस्तो कार पनि चार्ज हुन्छ चार्जर मोबाइल चार्ज गर्नु पर्यो भने चाहिँ ए त यो पनि आर्मरकै रहेछ त है यसमा पनि भन्छ ग्यारेन्टी यताउति राम्रो क्वालिटी रहेछ त है अनि म्याकबुकहरू के हजुर म्याकबुक युजर हुनुहुन्छ हजुर त्यसको कभर पाइराख्नु भएको छ भने म्याकबुकका सम्पूर्ण मोडेलहरू चाहिँ कभरहरू चाहिँ यो कभर भन्नाले चाहिँ अब मतलब मोबाइलको कभर हुन्छ नि त्यस्तै भन्नु प्रोटेक्ट गर्नको लागि हजुर अनि दाइ मेरो साथीले चाहिँ मलाई एउटा इयरबड चाहिँ ल्याइदियो भन्दै थियो होइन इयरबड छ कि न यहाँ कस्तो छ कति भेराइटी छ इयरबडका अहिले चाहिँ मैले एउटा आर्मरको भेराइटी चाहिँ देखाएँ हजुरलाई दाइ हजुर त आर्मरको ब्रान्ड एम्बेसडर नै हुनुहुन्छ क्या पुरै आर्मर बाबै हजुर हजुर आर्मरको अनि इयरबड्सहरू अरू कुनमा छ नि आर्मरको नि भनेपछि वारेन्टी यताउति सबै छ राम्रो क्वालिटी सम्पूर्ण आइटममा वारेन्टी पाउनुहुन्छ हजुर यसरी नै हजुरले हार्ड डिस्क छ ल्यापटपको हार्ड डिस्क चेन्ज गर्नुभयो त्यसलाई एक्सटर्नल हार्ड डिस्क गराउनु भने यस्तो क्यासिङबाट पनि हजुरले चाहिँ एक्सटर्नल हार्ड डिस्क बनाउन सक्नुहुन्छ हजुर यो चाहिँ एक्सटर्नल हार्ड डिस्क गराउनुको लागि यो डिब्बा भयो हजुर यसरी माउसहरू चाहिन्छ हजुरलाई भारी मात्रा माउसहरू किबोर्डहरू स्पिकरहरू यो जुन ल्यापटपको स्पिकरहरू हुन्छ नि हजुर यस्ता सामानहरू पनि हामीले उपलब्ध गराउनु ए माउसहरू पनि टन्नै रहेछ त है आरजिबी नन आरजिबी धेरै राम्रो रहेछ त दाइ हजुरकोमा त म त कहाँ अहिलेसम्म थाहै पाएको थिएन नि भन्नु मात्रै भएको थियो आज आएर हेरेको त ओहो भित्रपट्टि रहेका छन् नि प्राय होलसेलहरू विशेष गरेर फ्रन्टमा हुँदैन भित्र हुँदैन हजुर अनि यो पछाडिका त यो कभरहरू रहेछ न यो मेरो उसको पनि छ त कभर मेरो मोबाइलको एक्सआरको छ एक्सआरको मलाई उयो कस्तो मन पर्यो भाइ उ त्यो माथिको हजुर यिनी त यो लेदर जस्तो खान त है लेदर हो नि हजुर हामीले चाहिँ अब यहाँ चाहिँ लेदरको आइटमहरू आइफोनको आइटमहरू मात्र राखेका छौँ भने यहाँ अलिक स्टोरेज अलिक म्यानेज भइसकेको छैन अझै त्यो भएर
एन्ड्रोइडहरूका चाहिँ हाम्रो अर्को नेक्स्ट सपमा रहेको छ। अनि ऊ त्यो माथिको चाहिँ हो नि त्यो माथिको त्यो ट्रान्सप्यारेन्ट छ नि त्यो कस्तो खाने नि चाहिँ यो चाहिँ एन्टी येल्लो होला है, एन्टी येल्लोमा एन्टी येल्लो भन्नाले पहेँलो त देख्दिनँ म। यदि पहेँलो भयो भने चाहिँ त्यता हुन्छ कि ए पहेँलो मतलब जस्तै अब कभरहरू त पहेँलो हुन्छ यो हुँदै हुन्न यो पहेँलो नै हुँदैन। दाइ अचम्मको कभर रहेछ नि त कहाँबाट ल्याउनु भयो आइफोन 17 हो कि यो यहाँ आएपछि हजुर सबै आइटमहरू अचम्मकै पाउनुहुन्छ हजुरले। दाइ यहाँ त यो 13 लेखेको छ यो 17 जस्तो हो त यो कन्भर्टर हो, यो 13 टु यो 17 भनेको कन्भर्टर 11 टु दाइ मेरो 11 को मोबाइल चाहिँ यो हाल्यो भने मेरो मोबाइल 17 जस्तो त चल्दैन होला है। 17 जस्तै देखिन्छ र हजुर चल्न पनि चल्ने त अब नै दाइ हजुर त के हो चारैतिर जताततै हात छ त हजुरको त इयरबड्स गरे आइफोन गरे यताउति सब एसी पनि राख्नु भएको रहेछ त दाइ। यो एसी होइन हजुर, यो हजुरको यदि मोबाइलको यो पछाडिको ब्याक पेनलहरू फुट्यो अथवा त्यसको कभरहरू पाउनु भएन भने चाहिँ हजुरले एउटा स्टिकरहरू यहाँबाट राखेर हजुरकोमा जुनसुकै मोडलको पनि हजुरले फिट गर्न सक्नुहुन्छ कभरको रूपमा प्रयोग गर्न ए यसले भनेपछि मोबाइलको कभर बनाइदिन्छ हजुर 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 कभर नै बनाइदिन्छ मतलब कभर गरिदिन्छ हजुरको फोनलाई कभर गरिदिन्छ। ए यो मैले कहाँ कहाँ देखिरहेको थिएँ स्टिकरहरू के को एनिमीहरूको यो टाल्छ नि यो त्यसले सब गरिदिन्छ ल्यापटपमा नि गर्छ दाइ यो ल्यापटप मोबाइलसँग ट्याबहरू सबै गर्छ। दाइ जस्तै यसले टेम्पर ग्लास बनाउँछ कि नि बनाउँछ टेम्पर ग्लास पनि बनाइदिन्छ स्टिकरहरू पनि टाल्न मिल्यो म त कहाँ एसी भनिरहेको थिएँ दाइ त पुरै एसी पनि राख्नु भएको सब राख्नु भएको यसरी नै तपाईँले अर्को आइटम देख्न सक्नुहुन्छ यो चार्जरको आइटमहरू है। हजुर चार्जर यो ओरिजिनल चार्जरहरू जुन आइफोनको ओरिजिनल चार्जरहरू चाहियो भने पनि ए आइफोनको ओरिजिनल भनेको यो कुन अनलाइनहरूमा देखिरहेको हुन्छ नि 5-6 हजार कति कतिको त्यही हो यो दाइ भनेपछि यो हजुरकोमा अरू के छ त नि देखाउनु त। अनि यो देख्न सक्नुहुन्छ यो पावर बटनहरू जस्तै हजुर कसैले मोबाइल कसैले साथीहरू हुनुहुन्छ अथवा तपाईँले घरमै आफै चेन्ज गर्छु भन्नुहुन्छ भने सक्नुहुन्छ। जस्तै यो तलको देख्न सक्नुहुन्छ यो चार्जिङ फ्लेक्सहरू यस्तो फ्लेक्सहरू हुन्छ जुन यस्तोमा आउँछ यो ओरिजिनल यो सबै आइसीहरू भएको है आइसीहरू भएको सबै ओरिजिनल फ्लेक्सहरू यस्ता किसिमको आइटमहरू दाइ भनेपछि हजुरकोमा चार्जिङ फ्लेक्स पावर बटन एलसिडी ल्यापटपको एलसिडी मोबाइलको एलसिडी टेम्पर्ड ग्लास इयरबड्स कभर ब्याट्री नै के चाहिँ छैन यहाँ सबै छ रहेछ त यहाँ पिसीको लागि कुलर गरे हेडफोन गरे आरजिबी कुलर पनि रहेछ त यहाँ त यो बत्ती बल्नेवाला कुलर हो यो हेर्नु न यस्तो नै धुवा उड्ने छ तपाईँको यो बापरे यो त खतरा सामान छ त स्पिकर गरे यस्तो आइटमहरू तपाईँलाई चाहियो भने सम्झिन सक्नुहुन्छ। ल हस् दाइ म चाहिँ अब आउँछु अब यहाँ चाहिँ ल्यापटपको यता यता मोबाइलको सबै सामान लिन आउँछु ल थ्याङ्क यू दाइ ल।